अहिले हामी कहाँनिर आइसकेका छौँ भन्दाखेरि तपाईँहरू देख्न सक्नुहुन्छ अहिले हामी मकवानपुर जिल्लाको बकैया गाउँपालिका 11 बाँदर खोलातिर आइसकेका छौँ। अघिल्लो भिडियोमा हामीले लेन डाँडाको सुरुङ मार्ग अनि सँगसँगै धेद्रे सुरुङ मार्गको बिचमा जुन घट्टे पाखामा निर्माण भइरहेको गगनचुम्बी पिलरहरू माथि चाहिँ पुल निर्माण भइरहेको थियो त्यहाँको दृश्यहरू देखाएको थियौँ भने हामी फेरि अर्को सेक्सनमा प्रवेश गर्दैछौँ जुन प्याकेज नम्बर 7 रहेको छ, जहाँनिर आशिष छिङरुन टुन्डी जेबीले काम गरिराख्नु भएको छ। 3टा ठेकेदार कम्पनीले मिलेर काम गरिराख्नु भएको छ। हामी त्यो एरियामा जाँदैछौँ जहाँनिर रेस्ट पोइन्ट बनाउने भनेर रानी सेरामा त्यहाँनिर चाहिँ कामहरू भइरहेका छन्। त्यो एरियामा हामी जाँदैछौँ। त्यहाँनिर चाहिँ रेस्ट पोइन्टहरू के कस्तोहरू बनाइँदैछ अनि के कतिको मात्रामा कामहरू भइरहेका छन् अनि त्यहाँनिर जुन किसिमले फ्लाइओभर लिएर जाने भनेर भनिएको थियो त्यहाँनिर के कस्तो बन्दैछ त्यो पनि हामी देखाउनेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु। जसरी अघिल्लो भिडियो हाम्रो मन पराइदिनु भएको थियो, माया गरिदिनु भएको थियो, त्यो तरिकाले फेरि पनि हामीले यो भिडियोमा माया पाउनेछौँ भनेर आशावादी राखेका छौँ। भने देश तथा विदेशबाट छरेर हेरिराख्नु भएको मेरो च्यानलमा जोडिनु भएको सम्पूर्ण साथीभाइ इष्टमित्रहरूलाई चाहिँ सबैलाई स्वागत छ अनि दर्शन नमस्ते। म हुँ तपाईहरुकै आरके। फेरि पनि नयाँ भिडियोको साथमा नयाँ अपडेटको साथमा तपाईहरुको माझमा उपस्थिति जनाइसकेको छु। भने आजको दिनमा चाहिँ हामी प्याकेज नम्बर 7 जुन फास्ट ट्र्याकको प्याकेज नम्बर 7 रहेको छ, जहाँनिर आशिष छिङरुन टुन्डी जेबीले काम गरिराख्नु भएको छ, त्यो एरियामा लिएर जाँदैछौँ। पक्कै पनि हजुरहरूले भिडियो मन पराइदिनुहुन्छ भन्ने आशावादी राखेका छौँ। आउनुहोस् आजको भिडियो हामी यहाँबाट स्टार्ट गर्दैछौँ। जहाँनिर हामी बसिरहेको छौँ त्यो एरियालाई चाहिँ बाँदर खोलाको एरियाले चिनिन्छ। भने यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ लेन डाँडा सुरुङ मार्ग रहेको छ, जुन पछाडिको भाग रहेको छ। भने यो डाँडा चाहिँ लेन डाँडा रहेको छ। अब बिस्तारै हामी यहाँबाट लाग्दैछौँ। यहाँबाट गएर यतापट्टिको एरियामा के कस्तो छ, कामहरू के कतिका भइरहेका छन् त्यो सम्पूर्ण जानकारी दिनेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि देश तथा विदेशबाट छरेर हेरिराख्नु भएको मेरो च्यानलमा जोडिनु भएको सम्पूर्ण साथीभाइ इष्टमित्रहरूले चाहिँ यसो लाइक एन्ड कमेन्ट पनि गरिदिनु होला। नयाँ साथी हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। आउनुहोस् अब हामी बिस्तारै यहाँबाट लाग्दैछौँ। भिडियोलाई जति सक्नुहुन्छ सेयर पनि गरिदिनु होला। अब हामी बिस्तारै यहाँबाट लाग्दैछौँ जहाँनिर लगभग 7 अर्ब 16 करोड भन्दा पनि बेसी बजेट लगानी गरिएको छ। हामी त्यो क्षेत्रमा प्रवेश गरिसकेका छौँ। भने यो प्याकेज नम्बर 7 रहेको छ। अनि यहाँनिर के संरचनाहरू के कतिको मात्रामा बन्दैछन् हामी त्यसको सम्पूर्ण जानकारी दिनेछौँ अनि प्रत्यक्ष रूपमा देखाउने पनि छौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि यतापट्टिको डाँडा देखिराख्नु भएको छ। यहाँनिर चाहिँ केही समय अगाडि आउँदाखेरि चाहिँ 3-4वटा डोजरले नन स्टप यहाँनिर खनजोडको कार्यहरू भइरहेको थियो। भने जुन लेन डाँडा सुरुङ मार्ग रहेको छ त्यो लेन डाँडा सुरुङ मार्ग चाहिँ तलपट्टि रहेको छ। त्यही भएको कारणले गर्दा यो पुरै डाँडा फडाइनी गर्नुपर्ने हुन्छ, यहाँको माटो पुरै हटाउनु पर्ने हुन्छ। त्यसको लागि भनेर अहिले कामहरू चलिरहेका छन्। तर अहिले हालको लागि चाहिँ त्यहाँनिर डोजरहरू देख्न पाइएन, किनभने अहिले हालको लागि त्यहाँनिर कामहरू चाहिँ स्टप गरिएको छ। बाँकी त्यो डोजरहरू थिए, त्यो डोजरहरू चाहिँ सबै अन्यत्रै लगेर कामहरू लगाइएका छन्। हामी बिस्तारै अब अगाडिपट्टि बढ्नेछौँ। जुन यो स्लोप देखिराख्नु भएको छ यसरी नै यो बाटो आउने हो, यो फास्ट ट्र्याकको मेन रोड जानेछ यसरी नै। अब बिस्तारै हामी रानी सेरातिर जाँदैछौँ। रानी सेराको दृश्यहरू पनि के कस्तो छ त्यो सम्पूर्ण हामी जानकारी दिनेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि त्यहाँको संरचनाहरू के कतिका बनिसके, जुन फ्लाइओभर बनाउने भनेर त्यहाँनिर चाहिँ मोटा मोटा खालका ठुल्ठुला खालका पिलरहरू उठाइएका थिए, त्यहाँ माथि संरचनाहरू थपियो कि थपिएन त्यो पनि हामी हेर्नेछौँ। अनि सँगसँगै त्योभन्दा अलिकता वरपट्टि पुलहरू निर्माण भइरहेका थिए, त्यो पुलहरूको पनि हामी दृश्यहरू देखाउनेछौँ। के कतिको मात्रामा सिद्धिसक्यो त्यो सम्पूर्ण जानकारीहरू दिनेछौँ। अहिले हालको लागि चाहिँ हामी बाँदर खोलाबाट हिँडिसकेका छौँ। अगाडिपट्टि चाहिँ कर्मे डाँडा रहेको छ। कर्मे डाँडामा पनि कामहरू चलिरहेका छन्। मेन कुरा के छ भन्दाखेरि अहिले यो टाइममा चाहिँ सबैजनाले खाना खानको लागि आफ्नो क्याम्पमा गइसक्नु भएको छ। त्यही भएको कारणले गर्दा खासै त्यहाँनिर चाहिँ जनशक्ति देख्न पाइँदैन, अर्थात् त्यहाँनिर वर्करहरू देख्न पाइँदैन काम गरेको। त्यसमा चाहिँ कमेन्ट गरेर फेरि खै वर्करहरू चाहिँ नभनिदिनु होला, किनभने खाना खाने टाइममा हामी यहाँ आएको छौँ। अहिले हालको लागि चाहिँ यस्तो किसिमको रहेको छ। बिस्तारै हामी अगाडि बढ्दैछौँ। अनि यहाँनिर हेर्न सक्नुहुन्छ यहाँ चाहिँ इक्विपमेन्ट सामानहरू राखिएको छ। त्यहाँनिर चाहिँ बक्स कल्भर्ट सँगसँगै यहाँनिर चाहिँ स्टेबलाइजर बनाउनको लागि राख्नको लागि त्यहाँनिर ड्रिल मेसिन पनि राखिएको छ। जुन यो पहाडहरूमा चाहिँ मोटा मोटा खालका रडहरू घुसाइनेछ। अहिले हालको लागि चाहिँ हामी यतापट्टि आइसकेका छौँ। जुन प्याकेज नम्बर 7 को पहिलो नम्बर पुल रहेको छ, हामी त्यो एरियामा प्रवेश गरिसकेका छौँ। यहाँनिर चाहिँ अहिले पुलको लागि निर्माण गरिँदैछ। यहाँनिर
यहाँनिर हेर्न सक्नुहुन्छ यो चाहिँ पुल रहेको छ। यो पुरै दृश्यहरू हेर्न सक्नुहुन्छ। यहाँनिर यस्तो किसिमको रहेको छ। अनि त्यसपछि यहाँनिर यो 3टा स्प्यान बस्ने छ जुन 35 मिटरको रहेको छ। अनि एप्रोक्स भनेको 105 मिटरको रहेको छ। यहाँनिर चाहिँ 2 लेन गरेर 2टा पुल निर्माण हुनेछ, अर्थात् 4 लेनको पुल बन्दैछ यहाँनिर। अनि सबै हेर्न सक्नुहुन्छ कन्ट्र्याक्टरदेखि लिएर सबै यहाँनिर लेखिएको छ। अनि छिङरुन आशिष टुन्डी जेबी ठेकेदार कम्पनीको नाम पनि लेखिएको छ भने यहाँनिर हेर्न सक्नुहुन्छ। यसरी पुलको लागि भनेर पुरै पाइलिङहरू गाडिएका छन् भने पाइलिङहरू अलरेडी गाडिसकेको ठाउँमा चाहिँ त्यहाँनिर यसरी ढलानहरू गरिएका छन्, जुन जगहरू बनाइएका छन्। बिचमा चाहिँ अझै बाँकी रहेको छ। बिचको भर्खर त्यहाँनिर चाहिँ पाइलिङहरू गाडिएको अवस्था थियो भने त्यसलाई चाहिँ निकालिएको छ। अब बिस्तारै त्यहाँ पनि पाइलिङहरूलाई एउटा पिलरको रूपमा दिनेछ। पिलरको लागि पिलरको रूपमा दिनको लागि त्यहाँ अगाडिपट्टि चाहिँ पिलर बनाउने सामानहरू राखिएका छन्। अब बिस्तारै हामी अगाडिपट्टि बढ्नेछौँ तपाईँलाई देखाउनको लागि। यो जुन डाँडा देखिराख्नु भएको छ त्यो डाँडामाथि पनि यो डोजरले चाहिँ काम गरिरहेको रहेछ। यो पुरै डाँडाले छिछोल्ने रहेछ। सम्भवतः त्यहाँ माथिबाट छिछोल्दै ल्याउने होला। अनि यतापट्टिको एरिया हेर्न सक्नुहुन्छ। केही समय अगाडि आउँदा चाहिँ त्यही एरियामा चाहिँ 5-6वटा भन्दा बेसी डोजरहरू चलेका थिए भने अहिले त्यहाँनिर चाहिँ स्लोप बनाउनको लागि स्टेबलाइजर लाउनको लागि पुरै त्यहाँनिर चाहिँ रेडी गरिएका छन्। हामी त्यो एरिया पनि लगेर देखाउनेछौँ। अहिले हालको लागि चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ यसरी कामहरू गरिएका छन्। अनि यतापट्टि हेर्न सक्नुहुन्छ। अब बिस्तारै हामी अगाडिपट्टि बढ्दैछौँ। अगाडिपट्टि बढेर तपाईँहरूलाई देखाउनेछौँ के छ कस्तो छ भनेर। अहिले हालको लागि चाहिँ यहाँनिर पिलरहरू उठाउनको लागि त्यहाँनिर चाहिँ मेटेरियलहरू इक्विपमेन्टहरू ल्याएर राखिएका छन्। तपाईँहरू अगाडिपट्टि देख्न सक्नुहुन्छ गोला गोला खालका फलामका इक्विपमेन्टहरू त्यहाँनिर राखिएका छन्। त्यो पनि हामी देखाउनेछौँ। यो पुरै हेर्न सक्नुहुन्छ यस्तो किसिमको रहेको छ। अनि यो यहाँनिर हेर्न सक्नुहुन्छ। त्यसपछि यो इक्विपमेन्टहरू देख्न सक्नुहुन्छ। यो चाहिँ पिलरको लागि भनेर ल्याइएको छ। निकै नै मोटा मोटा खालका रहेका छन्। हामीले हेर्दाखेरि मात्रै सानो देखिन्छ। त्यहाँनिर अगाडि गएर हेऱ्यो निकै ठुल्ठुला खालका रहेका छन्। यतापट्टि हेर्न सक्नुहुन्छ। अहिले हामी केही समय अगाडि आउँदाखेरि जहाँनिर 5-6वटा डोजरले भन्दा बेसीले काम गरिराख्नु भएको थियो भने त्यो एरियामा चाहिँ अहिले स्टेबलाइजर लाउनको लागि त्यहाँनिर मोटा मोटा खालका नट बोल्टहरू ठोकिएका छन्। अर्थात् त्यहाँनिर केही कारणले गर्दा यो ल्यान्डस्लाइडिङ अथवा माथिबाट पहिरो जान खोज्यो भने यो पुरै एरियालाई छोप्नेछ, अर्थात् यो रोक्नेछ यो स्टेबलाइजर वालले। तपाईँहरू हेर्न सक्नुहुन्छ। उता पारिपट्टि पनि हेर्न सक्नुहुन्छ यस्तो किसिमले बनाइएका छन्। त्यसपछि यहाँनिर हेर्न सक्नुहुन्छ केही समय अगाडि आउँदाखेरि यहाँ माथि डोजर चलिरहेका थिए भने आज आइपुग्दाखेरि पुरै त्यहाँनिर चाहिँ स्टेबलाइजर वालहरू लाउनको लागि तयारी अवस्थामा राखिएका छन्। यो पुरै हेर्न सक्नुहुन्छ। यो यसरी नट बोल्टहरू लाइएका छन्। त्यसको भित्रपट्टि तार जालीहरू लाइएका छन्। अनि त्यसपछि यहाँनिर हेर्न सक्नुहुन्छ यो पुल चाहिँ यो प्याकेज नम्बर 7 को दोस्रो नम्बर पुल रहेको छ, जहाँनिर यसरी कामहरू गरिएका छन्। निकै नै तीव्र गतिमा कामहरू अगाडि बढाइएका छन्। केही समय अगाडि आउँदाखेरि चाहिँ यतिको पनि बनेको थिएन भने आज आइपुग्दाखेरि चाहिँ यतिको बनिसकेको अवस्था रहेको छ। अब हामी अगाडिपट्टि बढ्दैछौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँनिर डोजरहरू लाइन बत्त भएर बसिराख्नु भएको छ। जुन काम पनि गरिराख्नु भएको छ। अहिले हालको लागि चाहिँ अपरेटरहरू सबै खाना खानको लागि गइराख्नु भएको छ। अनि यो जुन पुल देखिराख्नु भएको छ यो पुल चाहिँ यो प्याकेज नम्बर 7 को दोस्रो नम्बर पुल रहेको छ भने पुरै स्टेबलाइजर वालहरू यसरी लाइएका छन्। कुनै समय अगाडि यही डोजरहरूले यो पुरै डाँडालाई छिछोल्ने काम गरिराख्नु भएको थियो भने अहिले त्यहाँनिर चाहिँ स्लोप बनाएर पनि पुरै मोटा मोटा खालका रडहरू घुसाएर नट बोल्टहरू ठोकेर त्यहाँनिर चाहिँ पहिरो जान जोखिमबाट रोक्ने कामहरू भइरहेका छन्। यो पुरै एरिया हेर्न सक्नुहुन्छ यसरी कामहरू गरिएका छन्। हामी तपाईँलाई रानी सेरातिर लिएर जाँदैछौँ। रानी सेरातिरको पनि एरियाहरू के छ कस्तो छ हामी त्यसको सम्पूर्ण दृश्यहरू देखाउनेछौँ। अनि यतापट्टि हेर्न सक्नुहुन्छ यो चाहिँ ब्लकहरू रहेका छन्। यो मैले बुझिकन चाहिँ यो ब्लकहरू चाहिँ यो एउटा वालको रूपमा युज गरिनेछ। अनि यो चाहिँ ड्रिल मेसिन रहेको छ है। तपाईँको यो ड्रिलले गर्दा मोटा मोटा खालका रडहरू ठोक्ने गरिन्छ, यहाँभित्र घुसाउने गरिन्छ भने त्यो घुसिसकेपछि माथिपट्टिबाट चाहिँ यस्तो खालको तार जालीहरू लाएर त्यसलाई रोक्ने काम गरिन्छ। अनि अगाडिपट्टि हेर्न सक्नुहुन्छ टिएम गाडी आइरहेको छ।
हामी अगाडि बढ्दैछौँ। अलिकता धुलो पनि उडिरहेको छ, केही छैन, हामी तपाईँहरूको लागि पनि धुलो खानको लागि पनि तयार रहेका छौँ। जसरी भए पनि हामी तपाईँहरूलाई यहाँका इन्फर्मेसन, यहाँका अपडेटहरू पक्कै पनि हजुरहरूको माझमा पस्किनेछौँ। अहिले हालको लागि चाहिँ यतापट्टिका एरियाहरू हेर्न सक्नुहुन्छ। यस्तो किसिमले कामहरू गरिएका छन्। यो पुरै माथि पुरै अझै छिछोलिँदै छ यो पुरै डाँडालाई। अनि यहाँनिर चाहिँ गदर बनाउने कामहरू भइरहेका छन्। जुन पुलहरूमा चाहिन्छ त्यो पुलहरूमा चाहिने गडरहरू रहेका छन्। यो ढलान गरेर ठाउँ ठाउँमा बोकेर लाने गरिन्छ। त्यसको लागि चाहिँ हाइड्रोलिक मेसिन चाहिन्छ। हाइड्रोलिक मेसिन भइसकेपछि यसलाई बोक्नलाई निकै नै सजिलो हुने गर्दछ। अहिले हालको लागि चाहिँ पुलको लागि भनेर यसरी गदर बनाइदिएछ। अनि यहाँनिर डोजर यसरी बसिरहेको छ। यो एरियामा चाहिँ अहिले गडरहरू अनि त्यसपछि ब्लकहरू अनि त्यसपछि फास्ट्यागमा के चाहिन्छ त्यो बनाउनको लागि त्यहाँनिर एरिया छुट्याइएको छ। पुरै हेर्न सक्नुहुन्छ। अब हामी प्याकेज नम्बर 7 को तेस्रो नम्बर पुलतिर जाँदैछौँ। तेस्रो नम्बर पुलको दृश्य पनि देखाउनेछौँ, के छ कस्तो छ त्यहाँका अवस्था सम्पूर्ण जानकारीहरू दिनेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि प्याकेज नम्बर 7 मा चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ। यो तेस्रो नम्बर पुल रहेको छ भने हामी तपाईँहरूलाई तेस्रो नम्बर पुलमा आएर देखाइरहेको छौँ। यो चाहिँ तेस्रो नम्बर पुल रहेको छ। निकै नै सुन्दर र निकै नै राम्रो बनाइएको छ। भने यो पुल चाहिँ एउटा कर्भ डिजाइनमा बन्दैछ, अर्थात् यो चाहिँ यहाँबाट यसरी गएर यसरी घुमेर उता जानेछ। तपाईँहरू हेर्न सक्नुहुन्छ। निकै नै सुन्दर र निकै नै राम्रो बनाइएको छ। यसमा चाहिँ पाइलिङहरू पनि धेरै नै राखिएका छन्। लगभग 14-15वटा 16वटा कतिवटा पाइलिङहरू हालिएको छ। त्यो एक्ज्याक्ट यहाँनिर बोर्ड चाहिँ हालिएको छैन। बोर्ड नभए बोर्डमा चाहिँ लेखिएको हुन्थ्यो। यहाँनिर हामीले बोर्ड देख्न पाएनौँ। केही छैन, हामी अब बिस्तारै रानीसेरातिर पनि जानेछौँ। रानीसेराको दृश्यहरू पनि देखाउनेछौँ। अहिले हालको लागि चाहिँ पुल सङ्ख्या नम्बर तेस्रो रहेको छ, प्याकेज नम्बर 7 को यो चाहिँ। अनि यहाँनिर पिलरहरू यसरी उठाइँदैछ। तपाईँहरू हेर्न सक्नुहुन्छ। निकै नै मोटा मोटा खालका पिलरहरू रहेका छन्। अनि यता हेर्न सक्नुहुन्छ। यो चाहिँ बक्सहरू बनाइएका छन् ताकि यो सपोर्ट होस्, राम्रोसँग बसोस् भन्नको लागि। यहाँनिर चाहिँ 2 लेन एउटा रहनेछ भने 2 लेन अर्को रहनेछ रहनेछ गरेर 2टा पुल गरेर 4 लेनको यहाँनिर पुलको निर्माण हुँदैछ। यो चाहिँ कर्भ पुल रहनेछ। यसरी गएर यसरी घुम्नेछ यो पुल। तपाईँहरू हेर्न सक्नुहुन्छ। एकदम सुन्दर किसिमले बनाइएको छ। अब हामी बिस्तारै अगाडिपट्टि पनि बढ्नेछौँ। अगाडिपट्टिका दृश्यहरू पनि देखाउनेछौँ। अगाडिपट्टि के छ कस्तो छ त्यो पनि हामी जानकारीहरू दिनेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। यहाँबाट लाग्दैछौँ। यहाँको दृश्यहरू हेर्न सक्नुहुन्छ। जहाँनिर 7 अर्ब 16 करोड भन्दा पनि बेसी लगानी लगाइएको छ। त्यो रहेको छ प्याकेज नम्बर 7, जहाँनिर आशिष छिङरुन टुन्डी जेबीले काम गरिराख्नु भएको छ। 3टा ठेकेदार मिलेर यहाँनिर चाहिँ फास्ट ट्र्याकको बाटोको निर्माण गरिराख्नु भएको छ। अब हामी बिस्तारै अगाडिपट्टि बढ्दैछौँ। अगाडिपट्टिका दृश्यहरू पनि देखाउनेछौँ तपाईँहरूलाई। हामी रानीसेरामा आइसकेका छौँ, जहाँनिर रेस्ट पोइन्ट बनाउने भनेर भनिएको छ। त्यो क्षेत्रमा प्रवेश गरिसकेका छौँ। यहाँनिर रेस्ट पोइन्ट बनाउने सँगसँगै यहाँनिर होटेल लजहरू बन्ने छन्। अनि पेट्रोलहरू राखिने छन्, पेट्रोल पम्पहरू राखिने छन्। अनि सँगसँगै ठाउँ ठाउँबाट गाडीहरू जताबाट आए पनि यहाँनिर चाहिँ रेस्ट गर्नको लागि गाडीहरू रोक्ने छन्। त्यो क्षेत्र रहेको छ। अनि यहाँनिर चाहिँ फ्लाइओभर पनि निर्माण हुँदैछ। त्यो पनि हामी देखाउनेछौँ तपाईँहरूलाई। के कस्तो त्यहाँनिर फ्लाइओभर बन्नेछन्, के कतिको बन्दैछन् त्यो सम्पूर्ण जानकारीहरू दिनेछौँ। अहिले हामी तपाईँहरूलाई रानीसेरामा लिएर आइसकेका छौँ। रानीसेरामा आइसकेपछि त्यहाँनिर डिजाइनहरू पनि राखिएका छन्। हामी त्यो डिजाइन पनि हेर्नेछौँ के छ कस्तो छ भनेर। यो एरिया हेर्न सक्नुहुन्छ। यो पुरै डाँडाहरू छिछोल्ने छन्। अनि माथिपट्टि पनि रहेका छन्, तिनीहरू पनि बनाइएका छन्। अनि यो यहाँनिर हेर्न सक्नुहुन्छ। अहिले हामी रानीसेरा मकवानपुर गढीमा आइसकेका छौँ। मकवानपुर गढी 1 रहेको छ। यो चाहिँ हामी त्यो क्षेत्रमा आइसकेका छौँ। यहाँनिर चाहिँ जुन रानीसेरामा रेस्ट पोइन्ट भनेर भनिएको थियो, त्यो रेस्ट पोइन्टको यहाँनिर चाहिँ यसरी नक्सा बनाइएको छ। त्यहाँनिर चाहिँ 3D पिक्चरहरू राखिएको छन्। जुन तरिकाले यतापट्टिको एरिया देख्न सक्नुहुन्छ। यसमा चाहिँ यहाँनिर पछाडिबाट देखाइएको छ केएसको बिल्डिङ, मेन बिल्डिङ
अनि स्टाफ क्वार्टर, वर्कसप लगायतका विभिन्न किसिमको जति पनि यहाँनिर चाहिने इक्विपमेन्टहरूदेखि लिएर बिल्डिङहरूदेखि लिएर सबै रहेका छन्। जस्तो तपाईँको पेट्रोल पम्प यहाँनिर देख्न सक्नुहुन्छ, अनि त्यसपछि स्टाफ क्वार्टर देख्न सक्नुहुन्छ, मेन बिल्डिङ देख्न सक्नुहुन्छ, अनि उता मेन एक्जिट भनेर पनि लेखिएको छ। यो चाहिँ पछाडिपट्टिबाट देखाइएको छ भने सम्पूर्ण जानकारीहरू यसमा दिइएको छ। अनि हामी यसको अगाडिपट्टिबाट पनि देखाउनेछौँ, अगाडिपट्टि कस्तो किसिमको यसको पिक्चर रहेको छ त्यो पनि हामी 3D मा देखाउनेछौँ। अनि यो अगाडिपट्टिबाट यस्तो किसिमको देखिन्छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। मेन बिल्डिङ त्यहाँनिर हेर्न सक्नुहुन्छ अगाडिपट्टि रहेको छ भने यतापट्टि चाहिँ स्टाफ क्वार्टर रहेको छ भने पेट्रोल स्टेसन यहाँनिर राखिएको छ भने मेन इन्ट्रान्स यहाँबाट छिरेर उतापट्टि चाहिँ मेन एक्जिट रहेको छ। अनि यो हेर्न सक्नुहुन्छ बसहरू राख्नको लागि त्यहाँनिर होटलहरू अर्थात् त्यहाँनिर स्टाफ क्वार्टर भनेको यहाँनिर एउटा रेस्ट पोइन्ट राखिएको छ। त्यहाँनिर चाहिँ स्टाफहरू, बसका स्टाफहरू लगायतका यहाँनिर काम गर्ने स्टाफहरू, विभिन्न स्टाफहरू यहाँनिर चाहिँ बस्नको लागि त्यहाँनिर राखिएका छन्। अनि तपाईँहरू यहाँनिर घुमफिर गर्न सक्नुहुन्छ, खानसाना खान सक्नुहुन्छ। अनि टोयलेटको व्यवस्थादेखि लिएर पेट्रोल पम्पको व्यवस्थादेखि लिएर होटलको व्यवस्थादेखि लिएर सबै व्यवस्था यहाँनिर गरिएको छ। अनि त्यसपछि यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँनिर सबै यसरी लेखिएको छ, बिल्डिङ टाइप, स्क्वायर एरिया सबै छुट्याइएको छ। मेन बिल्डिङ भनिएको छ, स्टाफ बिल्डिङ भनिएको छ, वर्कसप भनिएको छ, कोएसकी बिल्डिङ भनिएको छ, पेट्रोल स्टेसन, पेट्रोल पम्प, रेस्टरुम सबै राखिएका छन्। अनि त्यसपछि यहाँनिर यो चाहिँ कन्ट्र्याक्ट रहेको छ, कन्ट्र्याक्ट नम्बर लेखिएको छ, जुन प्याकेज नम्बर 7 रहेको छ। कन्ट्र्याक्टर छिङरुन आशिष टुन्डी जेबी रहेको छ भने डेट सेट सबै लेखिएको छ। अनि त्यसपछि चेनेज पनि लेखिएको छ। टोटल लेन्थ के अरे 5.64 किलोमिटर रहेको छ भने ब्रिज वर्क 10 नोज 10 वटा ब्रिज बन्दैछ भने 6 वटा लोकेसनमा 10 वटा ब्रिज बन्दैछन्। अनि भेहिकल ओभर पास, अनि त्यसपछि पेडेस्ट्रियन ओभर पास, रेस्ट एरिया 2 नोज, स्लोप प्रोटेक्सन वर्क 20, सर्भिस रोड 3 नोज, बक्स कल्भर्ट 14 वटा बक्स कल्भर्ट यहाँनिर बन्दैछन्। रेनफोर्स अर्थ वाल चाहिँ 3 वटा ठाउँमा चाहिँ बन्दैछन्। अनि यो यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँबाट स्टार्ट गरिएको छ, त्यहाँबाट स्टार्ट गरेर यसरी आउँदैछ। तपाईँहरू हेर्न सक्नुहुन्छ, यो चाहिँ नक्सा रहेको छ, यहाँनिर यसरी यसरी बन्दैछ है भनेर यसरी नक्सालाई चाहिँ राखिएको छ। यहाँनिर हेर्न सक्नुहुन्छ यसरी माथिबाट आएको छ। अनि यो जुन यहाँनिर यो यिनीहरू दिएको छ, यो जुन सिग्नलहरू, त्यो सिग्नलको रूपमा चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ यसरी दिएको छ। जस्तै यस्तो गोलोमा छ भने यो ब्रिज भयो, अनि यस्तो खालको छ भने स्लोप छ, बक्स कल्भर्ट भनेको यस्तो रहेको छ, रेस्ट पोइन्ट भनेको ड्यास रहेको छ। भनेको रेस्ट पोइन्ट एउटा यहाँ रहेको छ, एउटा यहाँ रहेको छ, अरू ठाउँमा चाहिँ त्यस्तो छैन। यहाँ र यहाँ रेस्ट पोइन्ट रहेको छ भने फुल कतिवटा, एउटा दुईटा होइन, यो फुल होइन, यो फुल चाहिँ होइन, यो चाहिँ स्लोप रहेछ। एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा 10 वटा 11 12 13 14 15 16 17 18 19 20 वटा स्लोप पोइन्ट रहेछ भने फुल संख्या कतिवटा, यहाँ एउटा दुईटा दुईटा त्यसपछि तीनटा त्यसपछि चारवटा पाँचवटा यहाँनिर पुलको संख्या दिइएको छ। यसरी पुरै डिटेलमा यसरी लेखिएको छ। यहाँनिर हाम्रो साथीले यहाँ बुझाइराख्नु भएको छ यो भनेर 6 वटा पुल यही लेखिएको छ कतिवटा पुल भनेर तपाईहरुले आफैले पनि पत्ता लगाउन सक्नुहुन्छ। अब बिस्तारै हामी अगाडिपट्टि लाग्नेछौँ। अगाडिपट्टिका रेस्ट पोइन्टहरु कहाँ बन्दैछ त्यो पनि हामी देखाउनेछौँ। अहिले हालको लागि चाहिँ यहाँनिर चित्राङ्कन गरिएका छन्, यो यसरी बन्ने छ भोलिका दिनहरुमा भनेर यहाँ पुरै डिटेलली रूपमा यहाँनिर चाहिँ बुझाउन खोजिएको छन्। अझै हामी यसको एरियाहरु पनि देखाउनेछौँ तपाईहरुलाई। भिडियोलाई चाहिँ अन्तिम समय हेरेर साथ दिनु होला। यो नक्सामा मात्रै राखिएको छ भने अब कसरी बन्दैछ हामी त्यो सम्पूर्ण जानकारी दिनेछौँ। यतापट्टिको एरियाहरु रहेका छन् त्यो रेस्ट पोइन्ट लगायतका विभिन्न किसिमका एरियाहरु बनाउने भनेर यहाँनिर बनाइदैछ। त्यहाँ चाहिँ ठुलो एउटा पुल बनाइन्छ फ्लाइओभर, अनि माथिपट्टि पनि रेस्ट पोइन्ट हुनेछ, यहाँ पनि रेस्ट पोइन्ट हुनेछ। अनि अर्को कुरा के छ भन्दाखेरि यहाँनिर जुन चित्राङ्कन गरिएको छ रेस्ट पोइन्ट भनिएको छ, यो जुन चित्र देखिराख्नु भएको छ यो चित्र चाहिँ हुबहु उस्तै छ, तर यो दुईटा पोइन्टको हो। यतापट्टिको चाहिँ निजगढ एरियाको छ भने यो चाहिँ रेस्ट एरिया काठमाडौँ डाइरेक्सनको छ। तपाईहरु हेर्न सक्नुहुन्छ यहाँनिर यहाँ पुरै माथि नै लेखिएको छ
रेस्ट एरिया काठमाडौँ डाइरेक्सन भनेको यहाँबाट काठमाडौँ जानको लागि यहाँनिर राखिनेछ भनेको छ। अनि त्यसपछि यो चाहिँ रेस्ट एरिया निजगढ डाइरेक्सन भनेर भनिएको छ। अनि त्यसपछि यहाँनिर चाहिँ सबै कुराहरू यहाँनिर नक्साद्वारा देखाइएको छ। अब बिस्तारै हामी त्यतापट्टि पनि हेर्न जानेछौँ। यहाँ मात्रै अल्झेर हुँदैन, त्यहाँपट्टिको एरियाहरू पनि देखाउनेछौँ के छ कस्तो छ भनेर। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। अब हामी अगाडिपट्टि बढ्दैछौँ। अगाडिपट्टि तपाईँहरूलाई गएर देखाउनेछौँ। अलिकता माथिपट्टि गएर हामी देखाउनेछौँ। त्यहाँबाट यहाँको दृश्यहरू के कस्तो देखिन्छ त्यो सम्पूर्ण जानकारी दिनेछौँ। अहिले हालको लागि चाहिँ जुन यो रानीसेरा मकवानपुर गढी 1 रहेको छ, यो चाहिँ त्यो स्थानमा आएर तपाईँहरूलाई देखाइरहेको छौँ। त्यो सँगसँगै हामी यही प्याकेज नम्बर हुँदै हुँदै हामी तलपट्टि लाग्नेछौँ। तलपट्टि जुन प्याकेज नम्बर 6 रहेको छ जुन बुदनी साइड एरियामा, त्यो एरिया पनि हामी तपाईँहरूलाई प्रत्यक्ष रूपमा त्यहाँका दृश्यहरू देखाउनेछौँ। अहिले हालको लागि चाहिँ हामी रानीसेरा मकवानपुर गढीमा आएर तपाईँहरूलाई देखाइरहेको छौँ। यो हेर्न सक्नुहुन्छ। केही समय अगाडि आउँदाखेरि चाहिँ यो पुरै डाँडालाई छिछोल्ने काम भइरहेको थियो भने आज आइपुग्दाखेरि चाहिँ अहिले त्यति कामहरू चलेका छैनन्, किनभने सबैजना खाना खानको लागि जानुभएको छ। त्यही भएको कारणले गर्दा त्यति कामहरू देख्न पाइँदैन। तर के छ भने त्यहाँनिर के कस्ता संरचनाहरू बनिरहेका छन्, के कतिका कामहरू भइरहेका छन्, अर्थात् के कतिका कामहरू सकिसके त्यो हामी प्रत्यक्ष रूपमा तपाईँहरूलाई देखाउन सक्नेछौँ यो एरियामा। अनि यतापट्टिको भाग हेर्न सक्नुहुन्छ। जुन यहाँबाट फ्लाइओभर बन्ने भनेर भनिएको छ, त्यसको लागि भनेर त्यहाँनिर हेर्न सक्नुहुन्छ मोटा मोटा खालका पिलरहरू उठाइएका छन्। अनि हामी यता माथिपट्टि जाँदैछौँ। माथिपट्टिबाट तपाईँहरूलाई देखाउनेछौँ यतापट्टिका एरियाहरू। जुन यो डाँडा देखिराख्नु भएको छ, यो डाँडा पुरै छिछोलिएको छ डोजरद्वारा। पुरै हेर्न सक्नुहुन्छ यस्तो किसिमको रहेको छ। यहाँनिर हेर्न सक्नुहुन्छ यसरी कामहरू गरिँदैछ। यो एरियामा ठुल्ठुला खालका पिलरहरू उठाइँदैछ। हामी अझै माथि जाने प्रयास गर्नेछौँ, माथिबाट देखाउनेछौँ। अहिले हालको लागि चाहिँ यस्तो किसिमले कामहरू गरिएका छन् रानीसेरामा। माथिबाट हेर्दाखेरि चाहिँ यस्तो किसिमको देखिन्छ है। यहाँनिर जुन पुलहरूको लागि भनेर त्यहाँनिर हेर्न सक्नुहुन्छ मोटा मोटा खालका पिलरहरू उठाइएका छन्। माथिबाट हेर्दाखेरि चाहिँ यस्तो किसिमले देखिन्छ। अनि केही समय अगाडि आउँदाखेरि चाहिँ यो जुन डाँडा देखिराख्नु भएको छ, यो डाँडा पुरै छिछोलिँदै थियो भने आज आइपुग्दाखेरि चाहिँ यतिको त्यहाँको डाँडाको माटोहरू निकालिसकेको अवस्था रहेको छ। अनि हामी तपाईँहरूलाई माथिबाट देखाउँदैछौँ यस्तो किसिमको दृश्यहरू देखिन्छ भनेर। यो पुरै रानीसेरा मकवानपुर गढी 1 को दृश्यहरू रहेका छन्। अनि रेस्ट पोइन्टको लागि भनेर माथि माथि पनि होटलहरू खोल्ने होलान्, किनभने जुन यो ट्र्याक देखिराख्नु भएको छ, यो ट्र्याक यसरी माथि जानेछ। माथिबाट त्यहाँनिर चाहिँ होटलहरूको लागि भनेर ठाउँहरू छुट्याइँदैछ। डोजरद्वारा केही समय अगाडि चाहिँ त्यहाँनिर खनजोट गरिँदै थियो भने आज आइपुग्दाखेरि चाहिँ के छ कस्तो छ त्यो सम्भवतः माटोहरू झिकेर पनि त्यहाँनिर स्लोप बनाइसकेको अवस्था होला। अहिले हालको लागि चाहिँ यहाँनिर यतापट्टि तलपट्टिको एरियाहरू हेर्न सक्नुहुन्छ यस्तो किसिमको रहेको छ। यो पुरै हेर्न सक्नुहुन्छ यस्तो किसिमले कामहरू गरिँदैछ। अनि यतापट्टि हेर्न सक्नुहुन्छ त्यहाँनिर डोजरद्वारा त्यहाँनिर चाहिँ जुन पहाड थियो त्यो पहाडलाई छिछोलेर त्यहाँको माटोहरू झिकेर पहाडलाई स्लोप बनाइँदैछ। अनि यहाँ मात्र होइन कि यता माथि पनि रहेको छ। यता माथि पनि त्यहाँनिर डोजरहरू राखिएका छन्, गाडीहरू राखिएका छन्। अर्थात् त्यहाँ पनि होटलहरू अथवा रेस्ट पोइन्टहरू त्यहाँनिर पनि निर्माण हुनेछन्। यो पुरै हेर्न सक्नुहुन्छ। अनि त्यसपछि यतापट्टि चाहिँ पुलको निर्माणको लागि यहाँनिर चाहिँ पिलरहरू गाडिएका छन्, पिलरहरू निकालिएका छन्। तपाईँहरू हेर्न सक्नुहुन्छ यो एरियामा। अनि हामी यही बाटो हुँदै हुँदै उता बुदुनेतिर पुग्नेछौँ। बुदुनेको पनि एरियाहरू देखाउनेछौँ के छ कस्तो छ भनेर। अहिले हालको लागि चाहिँ हामी मकवानपुर गढी 1 रानीसेरामा आइसकेका छौँ।
यो पुरै एरियाहरू हेर्न सक्नुहुन्छ यस्तो किसिमले कामहरू गरिएका छन्। यही बाटो हुँदै गइयो भने सिधै उता बुधनीतिर निस्किन्छ जुन हेटौडा उपमहानगरपालिका पुग्छ। हामी त्यतापट्टि जानेछौँ अनि यतापट्टि माथि हेर्न सक्नुहुन्छ पुरै यसरी रिटेनिङ वालहरू उठाइदैछ, रिटेनिङ वालहरू लगाइदैछ, यो सबै हेर्न सक्नुहुन्छ। अब बिस्तारै हामी यहाँबाट जानेछौँ। यहाँबाट गएर तलपट्टि के छ कस्तो छ त्यहाँनिर जुन स्लोपहरू बनाइदै थियो जहाँनिर डाँडालाई काटेर त्यहाँनिर चाहिँ दुईतिरको एरियामा स्लोपहरू बनाउने कामहरू चलिरहेका थिए। हामी त्यतापट्टिको एरियाहरू पनि जानेछौँ, के छ कस्तो छ त्यहाँको सम्पूर्ण दृश्यहरू देखाउनेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। हामी मकवानपुर गढी 1बाट मकवानपुर गढी 1 रानीसेराबाट तलपट्टि जाँदैछौँ जहाँनिर हेटौडा उपमहानगरपालिका आउँछ बुधनी साइड एरिया, त्यतापट्टि हामी जाँदैछौँ। भने यो जुन बाटो देखिराख्नु भएको छ बाटो चाहिँ माथिपट्टि जान्छ। यो माथिपट्टि घरहरू पनि रहेका छन्, यहाँनिर रेस्ट पोइन्टको लागि होटलहरू पनि खोलिनेछन्, त्यसको लागि भनेर यो बाटो निकालिएको हुन्। अब हामी बिस्तारै तलपट्टि लाग्दैछौँ अनि यहाँ हाम्रो के अरे वर्करहरू हुनुहुन्छ, उहाँहरू चाहिँ खानसाना खाएर आफ्नो कामतिर लाग्दै हुनुहुन्छ। हामी पनि अब तलपट्टि जाँदैछौँ, तलपट्टिका एरियाहरू पनि देखाउनेछौँ। जुन प्याकेज नम्बर 7 र प्याकेज नम्बर 6 जुन सिमाना बिन्दु रहेको छ त्यतापट्टि गएर हामी तपाईँहरूलाई देखाउनेछौँ। त्यहाँको के छ कस्तो छ त्यो सम्पूर्ण जानकारीहरू दिनेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। अब हामी यहाँबाट निस्किँदैछौँ। यहाँ चाहिँ अलिकति माथि आएर तपाईँहरूलाई हामी देखाएको थियौँ यो एरियामा के छ कस्तो छ भनेर। अनि यो एरियामा चाहिँ यस्तो किसिमको रहेको छ है साथीहरू। हामी आजको दिनमा चाहिँ अब कहाँसम्म पुग्न सकिन्छ, कहाँसम्म तपाईँहरूलाई त्यहाँका दृश्यहरू अपडेटहरू दिन सक्छौँ त्यहाँसम्म हामी लिएर जानेछौँ। अहिले हालको लागि चाहिँ हामी मकवानपुर गढी 1 रानीसेरा भन्ने ठाउँमा आएको छौँ जहाँनिर रेस्ट पोइन्ट बनाउने भनेर भनिएको छ। त्यहाँनिर चाहिँ अलरेडी नक्साहरू कोरिएका छन् अनि सँगसँगै डिजाइनहरू पनि दिएका छन् 3D मा। अनि यहाँनिर हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ एउटा पुलको निर्माण हुँदैछ, तपाईँहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ पुल नम्बर जहाँसम्म लाग्छ मलाई यो पुल नम्बर 5 जस्तो लाग्यो मलाई चाहिँ। अनि यो पुल नम्बर 5 रहेको छ भने 6औं नम्बर पुल तलपट्टि रहेको छ एउटा चाहिँ। हामी त्यतापट्टि जाँदैछौँ। अहिले हालको लागि चाहिँ यसरी कामहरू गरिँदैछ। अहिले हामी प्याकेज नम्बर 7 को 6औं नम्बर पुलमा आइसकेका छौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ यसरी पुलको निर्माण हुँदैछ भने यता हेर्न सक्नुहुन्छ यसरी कामहरू हुँदैछ। यो दृश्य हेर्न सक्नुहुन्छ, यो यसरी कामहरू हुँदैछ। यो अहिले हामी बुधनी भन्दा अलिकता वरै आइसकेका छौँ। बुधनी चाहिँ उता पारिपट्टि रहेको छ भने अहिले हामी प्याकेज नम्बर 7 मा तपाईँहरूलाई देखाइरहेको छौँ। जुन प्याकेज नम्बर 7 मा यो प्याकेजमा 6वटा पुलको निर्माण भइरहेको छ भने पुल सङ्ख्या नम्बर 6औं रहेको छ यो। अनि यो पुलको बारेमा चाहिँ यहाँनिर डिटेल दिएको छ जुन रहेको छ पुल नम्बर ब्रिज नम्बर 6A को रहेको छ यहाँनिर राखिएको छ। जुन 3वटा स्प्यान रहेको छ 35-35 मिटरको रहेको छ भने पुरा यसको लम्बाइ चाहिँ 105 मिटर रहेको छ। अनि ब्रिज नम्बर 6B अर्थात् यही नै यसैमै रहनेछ, 2 लेन गरेर 2टा पुल बन्नेछ। 6 नम्बरको के अरे 6B को पुल नम्बर 6B को 70 मिटर रहेको छ, त्यसमा चाहिँ 2टा स्प्यान बस्नेछ। यसरी यहाँनिर चाहिँ कामहरू गरिँदैछ। अहिले हामी ठ्याक्कै रानीसेराबाट अलिकता अगाडिपट्टि आइसकेका छौँ जहाँनिर छिङरुन आशिष टुन्डी जेबी को कन्ट्र्याक्ट चाहिँ त्यहाँ तलबाट सिद्धिन्छ, त्यहाँनिर सिमाना रहेको छ। हामी त्यहाँसम्म जानेछौँ, त्यहाँबाट हामी साइड सम्भवतः इन्डिङ गर्नेछौँ। अहिले हालको लागि चाहिँ हामी ब्रिज नम्बर 6औंमा आइसकेका छौँ जहाँनिर यसरी कामहरू गरिँदैछ। तपाईँहरू हेर्न सक्नुहुन्छ यसरी पिलरहरू उठाइँदैछ। यो निकै लामो पुल रहेको छ। एउटा पुलमा 2 लेनको पुलमा चाहिँ 105 मिटर रहनेछ भने अर्कोमा चाहिँ 6B मा चाहिँ
70 मिटरको दुईटा स्प्यान बस्नेछ, अर्थात् 35 मिटर गरेर 70 मिटर बस्नेछ। यो एरिया हेर्न सक्नुहुन्छ। अनि यतापट्टि हेर्न सक्नुहुन्छ, यहाँनिर चाहिँ स्लोप बनाइएको छ, त्यहाँनिर पुरै स्टेबल वालहरू लाएर त्यहाँनिर नट बोल्टहरू ठोकेर जालीहरू लाएर त्यहाँका माटोहरू अड्काउने काम गरिएको छ। हामी त्यतापट्टिको भागहरूमा जाँदैछौँ, त्यतापट्टिका भागहरूमा पनि हामी हेर्नेछौँ। अब हामी अगाडिपट्टि बढ्दैछौँ, अगाडिपट्टि हामी गएर देखाउनेछौँ तपाईँहरूलाई जुन त्यहाँनिर स्लोपहरू उठाइएका छन्, स्लोपहरू बनाइएका छन्। ओहो, अलिकता चिप्लो बाटो रहेको छ, रातो माटो चिप्लो बाटो हामीले भन्न सक्छौँ। यहाँनिर चाहिँ 6औं नम्बरको ब्रिज बन्दैछ भने हामी अगाडिपट्टि जाँदैछौँ, जहाँनिर प्याकेज नम्बर 7 र प्याकेज नम्बर 6 को सिमाना रहेको छ। हामी त्यतापट्टिको भाग एरियामा जाँदैछौँ। यतापट्टि हेर्न सक्नुहुन्छ, यसरी स्टेबलाइजर वालहरू उठाइएका छन्, निकै नै मोटा मोटा खालका नट बोल्टहरू ठोकिएका छन्। अनि भोलिका दिनमा चाहिँ त्यसमाथिबाट ढलान पनि हुनेछन्। हामी बिस्तारै अगाडिपट्टि बढ्दैछौँ। यो एरिया हेर्न सक्नुहुन्छ। ओहो, यसरी बनाइएका छन्, तपाईँहरू हेर्न सक्नुहुन्छ। निकै नै माथिबाट यसरी स्लोप बनाउँदै बनाउँदै तलपट्टि ल्याइएका छन्। भित्रपट्टि ठुल्ठुला खालका नट बोल्टहरू ठोकिएका छन्, रडहरू ठोकिएका छन् भने त्यसको माथिपट्टि चाहिँ एउटा भिन्नै किसिमका कपडा अथवा के होला, त्यो हामीलाई एक्ज्याक्ट थाहा भएन। कसैलाई थाहा छ भने कमेन्ट गरिदिनु होला। त्यसको माथिबाट फेरि जालीहरू लाइएका छन् ताकि जुन माटोहरू रहेका छन् त्यो माटोहरू त्यसपछि यतापट्टिबाट आएर देखाउँदाखेरि यस्तो किसिमको एरिया देखिन्छ। तपाईँहरू हेरिराख्नु भएको छ। यो एरिया चाहिँ रानी सेराभन्दा अलिकता पछाडिपट्टि, यो बुदुनीभन्दा अलिकता अगाडिपट्टि रहेको छ। हामी त्यो एरियाबाट तपाईँहरूलाई देखाइरहेको छौँ। यो चाहिँ मकवानपुर गढी 1 रहेको छ। त्यो स्थानबाट तपाईँले देखिरहेको छ भने माथि हेर्न सक्नुहुन्छ। माथिबाट स्लोप बनाइएको छ भने त्यहाँनिर चाहिँ स्टेबलाइजर वालहरू लाउने कामहरू चलिरहेका छन्। जुन त्यो स्लोप काटिसकेपछि त्यहाँनिर चाहिँ कपडा अथवा त्यहाँनिर चाहिँ त्यो प्रोटेक्टिङ कपडाहरू ओछ्याइएको छ। अनि सँगसँगै त्यसको माथिबाट चाहिँ अर्को तारहरू हालिएको छ। त्यसपछि नट बोल्टु हालिएको छ ताकि त्यहाँबाट पहिरो नजाओस् भन्नको लागि। भन्दै आजको लागि चाहिँ यति नै। आगामी दिनहरू फेरि पनि हामी नयाँ भिडियोको साथमा, नयाँ अपडेटको साथमा तपाईँहरूको माझमा उपस्थिति जनाउनेछौँ। आजको लागि चाहिँ यो जुन प्याकेज नम्बर 7 रहेको छ, प्याकेज नम्बर 7 मा त्यहाँनिर के कामहरू हुँदैछन्, के कामहरू भइरहेका छन् भनेर हामीले देखाएको थियौँ भने त्यहाँनिर चाहिँ केही समय अगाडि आउँदाखेरि जुन जुन कामहरू त्यहाँनिर भइरहेका थिए त्यो कामहरू निकै नै स्पिडमा अगाडि बढेका छन्। त्यहाँनिर जुन पहाडहरू काटिँदै थियो भने त्यहाँनिर चाहिँ स्टेबलाइजर वालहरू पनि लाग्न सुरु भइसकेका छन्। त्यही अनुरूप कामहरू एकदम अगाडि बढिसकेका छन् भने अहिले हामी ठ्याक्कै यो प्याकेज नम्बर 7 को अन्तिम सिमानामा आइसकेका छौँ। त्यहाँबाट देखाइरहेको छौँ भने आजको लागि चाहिँ यति नै। आगामी दिनमा फेरि पनि हामी नयाँ भिडियोको साथमा, नयाँ अपडेटको साथमा तपाईँहरूको माझ उपस्थित जनाउँछौँ। त्यति दिनको लागि चाहिँ बिदा दिनु होला। सबैको दिन शुभ रहोस् भन्दै आजको लागि चाहिँ यति नै।